गल्छ होला कि त मासु त धेरै छिटो मासुलाई यसले प्याएको बनाउँछ नि कुखुरा टमाटर लिएर आएको रेडिमेड जहाँ पनि लैजानु ल बोक्न मिल्ने कि आनन्द है सजिलो एकदम सहज हलुङ्गो ल अब एउटा ग्यासले अब 2-3 घन्टा टिक्छ टमाटर पछि हाल्ने हो ल प्याज हाल्यो कहाँ गयो मासु आधी केजी मासु लिएर आएको छौँ धनियाँ छ है बैना हमारे बैस जोबन ल खोलामा पकाएर खानुको मजा छुट्टै हुन्छ कि गाइस टोलीहरूले यता माछाको जुगाड गर्दैछ आज माछै मरेन खासै अस्ति बरु 1-1.5 केजी मरेको थियो सानो सानो भने आज त झन् ठुल्ठुलो मार्ने भनेर आएको माछा मरेन जिन्दगी गाह्रो छ ल कुकम्यान यता बल्ल आउनुभयो अर्को उता लुकम्यान हुनुहुन्छ भानिस ल साहब बेसार र नुन फेरि एक ठाउँमा मिसाएर लिएको रहेछन् यो ठुल्ठुला बनाइदिएको छ माइजूले मान्छे भएर भात खाएर सुत्यो होला न हामी यहाँ मसान घाटमा मासु पकाएर खाइरहेको के भन्नु कति पानी पनि आइछ छ नि म त्यहीँ बसेँ हो यही सुत्दिन्छु अरे पानी हाल्छ ए बाबा अलि हाल गलिहाल्छ कि नुन हालिदिनु मसला पनि भगाउनु पऱ्यो नि बेसार धेरै हालेर भयो नि होइन त टक्क मिनी अघि चौचो पकाएर चढाइदियो भगाउनु पर्छ न ऊ होला यार सौरा लु है ल के हो त्यो पेस्ट हो होइन कि यो सब रेडी हो कि घरबाट रेडी गरेर लिएर आउने हो यहाँ चाहिँ सिर्फ अक्कल आएर पकाइदिने हो क्या हामी तिमी झन् आफै बोल्ने चाहिँ त्यस्तो लेख्न लाग्यो माछा हन्टिङको लागि है गाई खुसी खालाको जाडो खुलेको डिलिट गरौ भाइ सबैले आफूलाई त त्यो समलको जाने लिएर आएको थियो कि मैले नजान्दाखेरि ल खाइयो है ल है ल खोलाको देवी देउता सबैले खाउन् राक्षस साक्षसले बान्छुनी खाउन् भौमानले बान्छुनी खाउन् बौजुनीले के खाउन् भन्थ्यो अरे ल जुन खुसी